नमस्कार। आज मिति 2083 साल जेठ महिनाको 21 गते बिहिबार, इस्वी सम्मत 4 जुन। सुरु गरौँ आजको राशिफल। राशिफलकै क्रममा सबैभन्दा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुने श्रोताहरूका लागि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ भने समस्या दर्शाएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्नेछ। वृष राशि। स्वास्थ्य कमजोर रहनेछ भने उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकोले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मिथुन राशि। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। छोटो समयमा फाइदा उठाउन सकिने काममा हात लागि हुनेछ। अध्ययन तथा पठन पाठनको क्षेत्रमा समय राम्रै व्यतीत हुनेछ। कर्कट राशि। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने देश तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। सिंह राशि। शुभचिन्तकहरूले साथ दिनेछन् भने लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ भने गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ। कन्या राशि। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुन सक्नेछ। आफ्ना कमजोरीहरूमाथि टिप्पणी हुन सक्नेछ, तर प्रयत्न गर्दा स्थितिमा सुधार भने अवश्य पनि आउनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। तुला राशि। हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त गर्न सकिनेछ। पेसा व्यवसायमा सहयोगीहरूले राम्रै साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनज्ञ फाइदा उठाउन सकिनेछ। रोकिएका कामहरू पनि आज बन्न सक्नेछन्। वृश्चिक राशि। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिने पनि दिन आज रहेको छ। सम्मानित स्थान प्राप्त हुन सक्नेछ। धनु राशि। साथीभाइको आगमनले दिन मनोरञ्जनात्मक बित्नेछ। रमाइलो जमघट एवं मिष्टान्न भोजन ग्रहण गर्ने अवसर पनि प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पेसा व्यवसायमा पनि मनज्ञ धनार्जन हुन सक्नेछ। मकर राशि। खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। लागत मूल्याङ्कन गरेर मात्र काम थालनी गर्नु राम्रो हुनेछ। समय लागे पनि यात्राको साई जुर्न सक्नेछ। कुम्भ राशि। दैनिक आवश्यकता पुरा हुनेछ र मिहिनेतले फल प्राप्त पनि हुनेछ। समय लागे पनि मिहिनेतले काम गर्दा धैर्यता गर्दा राम्रै प्रतिफल मिल्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापारमा साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। त्यसै गरी अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुने श्रोताहरूको लागि पुरुषार्थी काम सम्पन्न गर्ने समय रहेको छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ भने कामले नाम दाम र इमान दिलाउन सक्नेछ। सामाजिक क्षेत्रमा पनि नेतृत्व हात लागि हुने समय रहेको छ। यी त थिए यहाँहरूको आजको राशिफल। राशिफलले जे जस्तो फल बताए तापनि यहाँहरूको दिन शुभ बितोस्। हजुरलाई आफ्नो भूत भविष्य वर्तमान शिक्षा स्वास्थ्य रोजगार व्यापार व्यवसाय प्रेम विवाह लगायतका क्षेत्रमा जानकारी लिन उत्सुकता छ भने हाम्रो स्क्रिनमा रहेको नम्बरमा सम्पर्क गरेर जानकारी लिन सक्नुहुनेछ। हवस् त, धन्यवाद।